सबै काम सकिसकेको छ अनि यो भाँडा कसरी धुने म कन्फ्युज छु। एनिवे हामी तयारी गर्दैछौँ भाइटिकाको। सबैभन्दा फर्स्ट म यहाँ रोटी बनाउनको लागि डो रेडी गर्दैछु। सबै कुरा मिक्स गरेर मजाले यसलाई मिक्स गरेर राख्नुपर्छ। ओभरनाइट राख्दा बेटर हुन्थ्यो बट हामीले चाहिँ अहिले बिहानै बनाउँदैछौँ। अनि यहाँ म खुर्मा बनाउँदैछु। मैले यति बनाएँ, धेरै बनाएन। त्यस पछाडि यसलाई फ्राई गरेँ एन्ड मैले बनाएको थिएँ अर्को बटारे विच इज स्विट डिस। सुरुमा यसरी नर्मली फ्राई गरेँ, त्यस पछाडि चाहिँ सुगरमा डिप गरेर बनाउँछौँ। एन्ड यहाँ म रोटी लाउँदैछु। खासै राम्रो त भएन बट या इट्स ओके टाइपको भइरहेछ। त्यहाँदेखि मैले सबै काम सकिसकेँ अनि सकेपछि थोरै कन्फ्युज के थियो भने यो भाँडा कसरी धुनु भन्दा नि कसले धुन्छ। एनिवे यहाँ हाम्रो पाहुना आज पनि आइरहेछ। त्यहाँदेखि हाम्रो घरको यहाँ बसिरहेछ। त्यस पछाडि हाम्रो काम थियो फुल उन्नु। दिदी र बहिनी अलरेडी काममा लागिसकेको थियो। त्यस पछाडि म पनि आएँ। दिदी उन्दै हुनुहुन्छ अनि म चाहिँ गाँच्छु बिकज अफकोर्स हाम्रो गाउँमा यसमा फुल कम छ। सो या म गाँच्छु एन्ड यो हाम्रो फुल रेडी भइसक्यो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।